बुद्धि। सद्बुद्धि जीवनको सही मार्गदर्शन गर्ने उज्यालो चिन्तन हो। मानिसले कति पढ्यो, कति दौडधुप गर्यो भन्ने मात्र महत्त्वपूर्ण हुँदैन। उसले कहिले, कहाँ, कसरी निर्णय लिन्छ भन्ने कुरा नै उसको जीवनको स्तर निर्धारण गर्छ। सद्बुद्धि भनेको परिस्थितिको सही विश्लेषण गरेर उचित कदम चाल्ने क्षमता हो, जहाँ भावना, इच्छा र आवेशभन्दा वास्तविकता, सत्यता र विवेक अग्रस्थानमा रहन्छ। सद्बुद्धि भएकाले मानिस गलत बाटोबाट फर्किन जान्छ, लोभ लालचमा फस्दैन र आफ्नो र अरूको भलाइसँग सम्झौता गर्दैन। यस्तो बुद्धिबाट जन्मिने कार्य सधैँ स्थिर, शान्त र सकारात्मक हुन्छन्। उसको बोलीमा मधुरता, व्यवहारमा सरलता र कर्ममा पारदर्शिता देखिन्छ। सद्बुद्धिले मानिसलाई आत्मविश्वासी र धैर्यवान बनाउँछ, जसले कठिन परिस्थितिमा पनि सही निर्णय लिन मद्दत गर्दछ। जीवनमा सद्बुद्धि विकास गर्न अध्ययन, साधना, अनुभव र आत्मचिन्तन महत्त्वपूर्ण हुन्छ। असल गुरुहरूको मार्गदर्शन, सचेत वातावरण र सकारात्मक सङ्गतले पनि सद्बुद्धि बलियो बनाउँछ। अन्ततः सद्बुद्धि भनेको मन र मस्तिष्कको सम्यक प्रयोग हो, जहाँ हामी सही देख्छौँ, सही सोच्छौँ र सही काम गर्छौँ। यही नै साँचो सफलताहरूको आधारशिला हो।